विश्व क्रिकेटमा दिग्गज टिम इङ्ल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै संसारभरबाट प्रशंसा पाएको नेपाली टोलीले अङ्क तालिकामा आफूभन्दा निकै तल रहेको इटालीसँग भने लज्जास्पद हार बेहोर्नु पर्यो। विश्वकप अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले पावर हिटरहरूले भरिएको वेस्ट इन्डिज विरुद्ध खेल्दैछ। आजको यस भिडियोमा हामी नेपाल विरुद्ध वेस्ट इन्डिजको म्याचको प्रिभ्यू गर्नेछौँ। भिडियो सुरु गर्नुभन्दा पहिले हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। हामी नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण जानकारीहरू दिनेछौँ। आफ्नो 2 खेल हारिसकेको नेपाल समूह तालिकामा अन्तिममा रहेको छ भने आफ्नो 2 खेल जितेको वेस्ट इन्डिज भने समूह तालिकामा पहिलो नम्बरमा रहेको छ। नेपालले आफ्नो दुवै खेल हारको बावजुद पनि बलियो आत्मविश्वासका साथ मैदानमा उत्रदा केही महिना अघि शारजाहमा वेस्ट इन्डिज विरुद्ध टी20 सिरिज जितको अनुभव नेपालसँग हुनेछ। टी20 क्रिकेट अनिश्चितताको खेल भएकाले पनि जुनसुकै टोलीले खेल आफ्नो पक्षमा पार्न सक्ने हुँदा नेपालले वेस्ट इन्डिजलाई पुनः एकपटक हराउन नसक्ला भन्न सकिँदैन। हार्ड हिटर ब्याट्सम्यानहरूका साथ फेयरलेस क्रिकेट खेल्नका लागि जानिने वेस्ट इन्डिजलाई रोक्नका लागि नेपाली स्पिन बलरहरूको हात महत्त्वपूर्ण हुने देखिन्छ। बीचका ओभरहरूमा सन्दीप लामिछाने र सेलमलालाई बोलिङ लगाउँदा रन रोक्नका साथै विकेट पनि आउने सम्भावना हुन्छ। यता ब्याटिङतर्फ कुशल भुर्तेल र आसिफ शेखले सुरुका केही ओभरहरूमा राम्रो रन रेटका साथ रन बनाउन सकेको खण्डमा नेपालले ठूलो स्कोर बनाउन सक्छ। मध्यक्रममा रोहित र दिपेन्द्रको पार्टनरसिप नेपालका लागि निकै महत्त्वपूर्ण हुन्छ। बीचका ओभरहरूमा 8-9 रनको औसतमा रन बनाउन सकेको खण्डमा नेपाल ठूलो स्कोरतर्फ अग्रसर हुन सक्छ। यस्तै अन्ततिर लोकेश पम्प र गुलसन झाले पावर हिटिङ गर्न सकेको खण्डमा नेपाल 200 रनभन्दा बढी बनाउन सक्छ। गुलसन झा केही समयदेखि आउट अफ फर्म भए तापनि उनी चल्न सकेको खण्डमा जुनसुकै टिम विरुद्ध ठूला शटहरू खेल्न सक्ने क्षमता उनीसँग छ। यस्ता बलिङतर्फ ललित राजवंशीको ठाउँमा शेरमलालाई स्थान दिन उपयुक्त देखिन्छ। सुरुका ओभरहरूमा करण केसी र अर्को इनबाट स्पिनर लगाउन सकिन्छ जसबाट वेस्ट इन्डिजका ब्याट्सम्यानहरू खुलेर खेल्न नसकुन् र वेस्ट इन्डिज सस्तै रनमा समेटियोस्। 2 खेल हारिसकेको नेपालका लागि सुपर 8 को आशा जीवित राख्नका लागि जित बाहेक अरू विकल्प छैन। इटाली विरुद्धको खराब प्रदर्शनबाट निराश भएका समर्थकलाई वेस्ट इन्डिज विरुद्ध जित निकाल्दै खुसी दिने अवसर समेत नेपाली टोलीसँग रहेको छ। विश्वकपमा नेपाल 12 वर्ष यता जितविहीन छ। नेपालले अन्तिम पटक 2014 मा अफगानिस्तानलाई हराए त कुनै टिमलाई समेत विश्वकपमा हराउन सकेको छैन। अबको खेलमा वेस्ट इन्डिजलाई हराउँदै इतिहास बनाउने अवसर समेत नेपाली टोलीसँग रहेको छ र हामीलाई विश्वास छ नेपालले आफ्नो क्षमता अनुसार खेल प्रदर्शन गर्न सकेको अवस्थामा जुनसुकै देशलाई पनि हराउन सक्छ।